नेपालका समस्या केवल धर्मका कारण भएका होइनन्। समस्या सामाजिक, आर्थिक, राजनीतिक र शैक्षिक सबै पक्षसँग उत्तिकै सम्बन्धित छन्। धर्मनिरपेक्षताको वास्तविक अर्थ नै गलत लगाइएको छ र नेपालमा धर्मनिरपेक्ष हुनु भनेको त्यो गलत हो। यदि हामीले धर्मनिरपेक्षतालाई, यो सेकुलरिजमलाई हेर्यौँ भने त्यो कुनै एउटा मतको, कुनै एउटा पन्थको विरोध गर्नु होइन, हुँदैन पनि। तर यहाँ धर्मकै विरोध भइरहेको छ। धर्मनिरपेक्षता भनेको सबै मतलाई, सबै पन्थलाई, सबै विचारलाई सम्मान गर्नु हो। तर यदि कसैले हिन्दू धर्मको मात्र विरोध गर्दछ अनि अन्य मत, मजहब, पन्थहरूको विषयमा कहिल्यै बोल्दैन भने त्यो समानताको कुरा गर्ने व्यक्ति होइन। त्यो केवल एकपक्षीय, जातीय अनि नस्लीय सोचले जगडिएको व्यक्ति हो। हामी यी कुराहरूबाट कसरी सचेत हुन सक्दछौँ? हामीले कसैको कुरा सुन्नु अघि सोच्नु पर्दछ कि के उसले समाज जोड्ने कुरा गरिरहेको छ कि समाजलाई विभाजन गर्ने कुरा गरिरहेको छ। वेद धर्मले कहिल्यै घृणा सिकाउँदैन। वेद धर्मले सद्भाव, सम्मान र सत्य सिकाउँदछ। हामी सबैको सम्मानमा एक मत हुन पर्दछ। नेपाल बहुसांस्कृतिक देश हो। हिन्दू होस्, बौद्ध दर्शनको होस्, किराँत सभ्यताको होस् वा अन्य सबैले एक अर्काको सम्मान गर्नुपर्दछ। धर्म बदल्न सकिन्छ त केवल मत अनि विचार बदल्न सकिन्छ। तर संस्कार र सभ्यता त सोही नै हुन्छ जुन जोगाउनु प्रत्येक नेपालीको कर्तव्य हुन्छ, जिम्मेवारी हुन्छ। यो सबै कुराबाट हामीले एउटा कुरा के आफ्नो मानसपटलमा राख्न सक्दछौँ भने यदि हामी आज सचेत भएनौँ भने भोलि हाम्रो संस्कृति, हाम्रो परम्परा, हाम्रो संस्कार अनि हाम्रो पहिचान सबै कमजोर बन्छ। त्यसैले हामी आजदेखि नै सचेत बन्न पर्दछ, सत्यलाई चिन्न पर्दछ र समाजलाई विभाजन होइन एकतातिर लैजानको लागि एकबद्ध हुन पर्दछ। त्यसको लागि केवल हामी वेदतर्फ फर्कन पर्दछ। हामी वेदतिर फर्किन पर्दछ। धन्यवाद। नमस्ते।